हेलो नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु हैन। अब धेरै पछि एउटा सानो छोटो भ्लग बनाउँदैछु। हाम्रो चाहिँ यहाँ बसेको बनाएर खाने प्लानिङ हुँदैछ। यहाँ आगो बल्दैछ। खै त आगै दिन्छ नि त ल यहाँनिर ल अलि भेट्छ है त तपाईँहरूलाई। यहाँ चाहिँ आगो बलिरहेको छ हैन। टक्क लगाएर के फाँस चाहिँ उता त्यो धुना बनाउनलाई सालको पात टिप्न गएको छु। त्यहाँ त्यो के हुँदैछ त्यो टिप्दै रहेछ त्यो यता चाहिँ यस्तो भ्यू छ यताको हैन। टक्क लगाएर सुनिल फेरि आफ्नै पारामा मोबाइल चलाइरहेको छ। अनि त्यही हो गाइज, यता अब हामीले अब यसरी भ्लग बनाउँदैछौँ, हेर्नु होला है त। सेकुवा पोल्ने चाहिँ सुरु भइसक्यो हाम्रो कार्यक्रम। दुईटा मात्रै यता छ यता पनि छ होइन, यो सुरुमा चाहिँ दुईवटा पोलेको 2 सिल होइन, यतापट्टि पनि छ। अनि के फाँस यहाँ आगो मिलाउँदैछ होइन। ल त्यही हो गाइज, च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन, नयाँ हुनुहुन्छ भने चाहिँ। अनि इस पानी पर्न लागिरहेको छ कि तर पनि हामी निरन्तर एकदम निरन्तर रूपमा खानको लागि चाहिँ रेडी छौँ भन्नु। भ्यू चाहिँ यस्तो छ है, बेलुकाको भ्यू। यहाँ पानी पनि पर्न लागिरहेको छ कि आकाश यस्तो छ। अनि त्यही हो ल ल त्यही हो है त। ल सेकुवा टक्क लगाएर होइन सुरु भइरहेको छ। त्यही हो ल हरा यता यार ए खै नाति जानु बस न केटा यार, बनाएर अलि त बस न। ए ल स्क्रिनसट गर्नुहुन्छ ल। भाया छ ए ठिक छ। त्यसलाई त ढुङ्गाहरू राखेर गर्नुपर्छ। त्यता चाहिँ पुगेन क्या हाल। केटाहरू चाहिँ एकदम सहले होइन यसलाई बनाउँदैछन्। म चाहिँ अनि यसो भिडियो बनाउँदैछु। यसो साथीहरूको जमघट रमाइलो। सेकुवा चाहिँ लगभग रेडी भइसकेको छ होइन। अब खाने क्रम जारी छ। यता कोक छ, थालिसक्यो ल। टेस्ट त बवाल। कसलाई एकदम कसलाई हो कुक चाहिँ यो है, सेफ हाम्रो मेन सेफ हेड सेफ। बोल्दैन त ल। यता पाक्दैछ। आफूले तारिफ आफूले के गर्नु भन्ने कुरा हो। हेड सेफ चाहिँ उहाँ नै हो। तर अब चाहिँ यहाँ होइन कोक हाल्ने गिलास विषय हुँदैछ। बसौँ है त। त्यही नै हो तर्फ लागु ल। अरू केही भन्नु छ? हुँदैछ। अब हामीलाई मौसमले नि साथ दिइरहेको अवस्था छ। अलि पानी पनि यस्तो छ उ तर सिन यस्तो दामी छ नि। यस्तो छ, कालो बादल लागिरहेको छ होइन। यता चाहिँ यस्तो छ। हामी अब सुरु गर्न लाग्दैछौँ। तर पिरो भएको जस्तो छ यार। होइन पिरो त यतिको हुनु पऱ्यो नि। यति पिरो मजै आएन नि। कोक खान मजा आउने नि फेरि। कोक यहाँ छ कोक होइन। कोकको पनि विज्ञापन गरिदिइहालौँ। त्यसै उ गरेर चाहिँ ल। कोकमा चाहिँ फ्री गिलास आएन छ है। यो आएन हो नि है। कहाँबाट ल्याएर हामीले यो यहीँ हेरौँ है घाटबाट। आदमघाटबाट यहाँ यो गिलास आउनु पर्ने, तर आएन। के दिन छोड्यो हो र? होइन दिन त्यो भाँप देखेको छ नि, त्यहाँ देखे जति आउने हो कि। खोइ आउनु पर्ने, तर सानो कोक देखाएको छ भने चाहिँ सानै आउँछ कि। कोकै पनि आउँछ यो किन्दाखेरि। सानो खालको त्यस्तो हो। ल यता सेकुवा रेडी हुँदैछ होइन। यता चाहिँ भइसक्यो छ। मिलाउँछ कि ल यता मिलाउँदैछन् होइन। त्यही नै हो। यो चाहिँ युट्युबमा धेरै भ्युजको लागि भन्दा नि पछि मेमोरिज होस्, पछि हेर्नलाई रमाइलो होस् होइन। रिटायर लाइफमा जे होस् यस्तो थियो हाम्रो। छोरा नातिलाई देखाउनु पाइयोस् होइन। त्यही नै हो ल। त्यही हो गाइज। ल यो अब यहाँ कोक हालिसकेको छ के फासले ट्याक्क लगाएर देख्न सक्नुहुन्छ। यहाँ हाल्दैछ, हाल्ने क्रम जारी नै छ होइन। हामी यहाँ टक्क चिल एकदम के भन्छ चिल भाइब्स लिँदै अब यहाँ खाँदैछौँ सेकुवा होइन। खाने तयारीमा हामी लागिरहेका छौँ भन्ने हामीलाई लागिरहेको छ। लागिरहेको छ भन्ने कुरो यस
चुची ढुङ्गा यो चाहिँ धादिङको गजुरी च्याङ्लीको चुचे ढुङ्गा भन्ने ठाउँ है ल यहाँ चाहिँ तपाईँहरू देखा न चेस है यहाँ चाहिँ तपाईँहरू अब हाइकिङ आउँदै हुनुहुन्छ अनि तपाईँहरू चाहिँ अलिक काम गर्दा त थाकेर बोर भएर चाहिँ अलिकति माइन्ड फ्रेस गराउँदा यता देखा माइन्ड फ्रेस गराउन आउँदै हुनुहुन्छ भने चाहिँ यो ठाउँ चाहिँ तपाईँहरूलाई एकदम बेस्ट हुनसक्छ है ल सेकुवालाई ल सेकुवा ल ल रुबिन सेकुवा लिउँ ल है त लिइहाल्यौँ हामीले नि एकदम रूपमा एकदम हाम्रो सेकुवा चाहिँ एकदम राम्रो भइरहेको ल हाम्रो रिभ्यू हो त्यही नै हो हाम्रो अलिक धेरै टाइम पछिको भेटघाट सेकुवा चाहिँ अब बाँकी छ होइन अब खाने क्रम जारी छ पुरा दामी भइरहेको छ होइन ल सल्भ गर यता सेकुवा पाक्दैछ यता हाल्दै छ यता हाल्दैछ होइन अघि हाइकिङको कुरा गरिहालेँ होइन तपाईँ हाइकिङ जान चाहनुहुन्छ भने चाहिँ त्यो डाँडा त्यो अप्चुली भन्ने डाँडा चाहिँ एकदमै रमाइलो छ होइन सताडा लगभग 3000 किलोमिटर उचाइमा रहेको छ त्यो चाहिँ तपाईँहरू जे होस् जानको लागि चाहिँ एकदम रमाइलो ठाउँ छ त्यहाँबाट चाहिँ माथिबाट चाहिँ चितवन देख्छ अरे काठमाडौँ पनि होइन काठमाडौँ त होइन चितवन अनि खै कता कता देख्छ भनेर भन्दै थियो होइन हेटौँडा जेठबाट जानु चाहिँ पुग्छ ए हेटौँडा जाने उता यही बाटो होइन च्याङ्ली गाउँ मात्रै हो पालुङ पुग्छ भने अरे पालुङ अब हेटौँडा पालुङ त ल ठिक छ यताको यस्तो भ्यू होइन हेर्दै टक्क लगाएर हिमाल पनि देख्थ्यो तर अहिले चाहिँ ऊ बादलले ढाकेको छ होइन यता चाहिँ यस्तो छ टक्क लगाएर उता माथि चाहिँ त्यो कोल डाँडा भन्छ होइन त्यो अब यता चाहिँ यस्तो छ ल होइन खाने क्रम जारी छ म चाहिँ भिडियो बनाउँदा यहाँ हालिसकेको रहेछन् कोप्सोतिर ल त्यही हो गाइस चाहिँ कच्चा हामीले खाएर भइसकेको छौँ होइन अब यता यहाँ आगो बाल्दैछौँ ल बलिरहेको छ के फास कहाँ हो र है ल त्यही सुनिल छ त्यही नै हो आजको दिन एकदमै बवाल भएको छ रमाइलो भएको छ होइन यी बेलुकाको नाइट भ्यू यी यस्तो बवाल भएको छ यी ल ल ल गाइस आजलाई यति नै होइन अब हाम्रो प्रोग्राम चाहिँ सकिसकेको छ त्यही नै हो ल अब बाँकी अर्को भिडियोमा भेटौँला खै त मान्छे देख्दैन यार अँध्यारोले के फास यतातिर चाहिँ लाइट बालिरहेको छ सुनिल यतातिर कोक बोकिरहेको कोक अलिअलि छ होला अनि त ल त्यही नै हो ल अब आजको लागि भिडियो यति नै कोक मलाई आमामा यो त धेरै हुन्छ नि यार यत्रो छ त ल केही देखेन ल त्यही नै हो ल गाइज बाई 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 खै त कति टाढा हो ल देखाइरहेको छु त्यो देख्दैन ल है त ल गाइज त्यही नै हो ल आजलाई अब यति नै मोबाइलसँग मात्रै भन्नु क्या आजलाई यति नै आउँदो भनौँ फेरि भेटौँला हस्त नमस्ते ल हस्त है त त्यही नै हो ल ल त्यही नै हो ल आजलाई यति नै है त गाइज ल